एउटा गीत गाउनुहोस्। यस्तो साथी तिम्रो बन्छु म, यस्तो साथी तिम्रो बन्छु म। हजुर थ्याङ्क यू। स्वर त राम्रो छैन नि तपाईँ। मेरो खराब उता घमाइलो यता घमाइलो, म त गाउँको ठिटो हजुर गाउँमै रमाइलो। अब अर्को भन्नुहोस्। साथीहरूको लागि यो हात सलाम, साथीहरूको लागि यो हात सलाम, दुश्मनको लागि यो हात फलाम, दुश्मनको लागि यो हात फलाम। ल अब मजाले भन्नुहोस् त। साथीहरूको लागि यो हात सलाम, दुश्मनहरूको लागि यो हात फलाम। गीत गाउनुहोस् अब। एकदम राम्रो गीत, उत्कृष्ट गीत गाउनु। पिउँदिन भन्दा भन्दै पिलायो साथीले, मर्छु कि भनी। राम्रो गाउनुहोस् गीत। थ्याङ्क यू सो मच। अर्को एउटा गीत गाउनुहोस्, एकदम पपुलर गीत गाउनुहोस्। सबैले मलाई घृणा गरे पनि तिमीलाई वाह वाह गरून्। मलाई एकदम मन पर्यो। तपाईँलाई म जनता जान चाहन्छ कार्यक्रम स्वागत गर्न चाहन्छु। नमस्ते, थ्याङ्क। तपाईँ अपराधी हो। जीवनमा रुनुहुन्छ है, धुरु 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 बेला बेला चल्छु चलोस् भनेर। तपाईँ पनि अहिले लास्टमा त्यही आउनु भयो नि त, युट्युबरै टाइपको आउनु होइन, भयो पनि। मलाई पनि एज अ राम्रो मैले हुन्छ नि पत्रकारिता हिसाबमा मलाई मनपर्ने ऋषि धमला भनिदिनु। तपाईँ युट्युबरै भएको अब होइन, म त तपाईँलाई प्रश्न सोध्न त मिल्छ नि त। होइन मिल्दैन। तपाईँ नरुनुहोस् है त, अब कहिले पनि नरुनुहोस् है त। ल आज बाचा गर्नुहोस्, ल म रुन्न भन्नु। तपाईँको परिवारमा कसैको के भइरहेछ तपाईँ नरुनुहोस् है त अब है त। होइन परिवारमा हात लिएर आएर अघि मैले कार्यक्रमको सुरुमा परिचय गराउँदा पनि यहाँलाई कहिले लोड सेडिङ नहुने व्यक्तिका रूपमा परिचय गराएँ। खानु चाहिँ के हुन्छ त? म पानी खान्छु बिहान। प्रेम जीवनबारे भन्नुहोस् न त आफ्नो। प्रेम भनेको मानिसको जीवनमा नभइ नहुने प्रेम कुरा हो। प्रेमको व्याख्या गरेर होइन, आफ्नो प्रेम जीवनबारे भन्नुहोस्। मेरो केही पनि छैन। म एकदम स्पष्ट वक्ता हुँ, म आफ्नो कुरा स्पष्ट राख्छु। सुन्नु न, तपाईँको बारेमा पनि त हामीले पढेका छौँ नि त। होइन पढेर मात्रै भएन, गरेको कुरा देखाउनु पर्यो नि त। मैले प्रेम कोसँग गरेको छु, एकजना मान्छे देखाउँछु। मैले नाम लिएँ भने पनि मैले गरेको छु। शान्ता रानी परियारजी, तपाईँ गायिका, अहिले कतिवटा गीत ठ्याक्कै? म त धेरै गाएको छैन। धेरै गाउनु भएको छैन? कसरी गायिका बन्नुभयो? ए मता ढले 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 ढले, ए मता ढले 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 ढले। पुरै गाउनु गीतको लय। मलाई पल्ला रे रिसले, पल्ला रे रिसले, ए मता ढले 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 ढले, ए मता ढले 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 ढले। पल्ला गरे साइलोले कसरी ढलाइ मलाई बताउ। ट्याक्क चाहिएका बेला ब्रुसलीले खबक्क उठाउँछ, फनन्न घुमाएर ड्याममा पछार्छ र माथि उत्तानो मारेर पछारेर माथि चढेर अनि तपाईँ जिम गर्नुहुन्छ नि, म नगर्नुहोस् भन्छु तपाईँलाई। जिम नगर्ने किन भन्दाखेरि सेक्स भनेको यस्तो हो कि तपाईँको एन्डमा दुवैलाई चरम आनन्द आफै। तपाईँ कस्तो हुनुहुन्छ इमेजिन गर्नु, त्योभन्दा ठुलो शक्तिशाली योगा, त्योभन्दा ठुलो एक्सर्साइज केही छैन। ल जीवनमा मान्छेलाई आवश्यक हो। ल तपाईँ आफै इमेजिन गर्नु, तपाईँ जब चरममा पुगिसकेपछि होल क्या हाम्रो आमा पनि होला, अहिले आएको हाम्रो संसार पनि होला, चरममा पुगेपछि त्यो जस्तो तपाईँले अनुभव लिँदाखेरि तपाईँको यहाँ नङदेखि यहाँ टुप्पी यहाँसम्म चाहिँ आनन्द रिल्याक्स भएर त्यो जस्तो मसाज त केही पनि छैन हो। तपाईँले फलाम उचाल्यो, अब यहाँ यसरी यहाँबाट गऱ्यो, यो मात्रै एक्सर्साइज, त्यो त पुरै एक्सर्साइज हो कि ल भन्नुहोस् त। तपाईँ आज यति इनर्जी पाओ त्यसले गर्दाखेरि हो। हजुर
बस्नुस्। थ्याङ्क यू। तपाईँसँग कुरा म कहाँबाट गरौँ? पैतालबाट गरौँ कि टाउको सुन्नुको कुरा गर्दाखेरि होइन तपाईँको जुन छ नि अब लवाई खवाई हिँडाइ छ नि त्यसको कुरा गर्दाखेरि कहाँबाट कुरा गरौँ? बिचबाट गर्दा चाहिँ फेर होला। विवाह होइन रिलेसनसिपमा थियो तर बिहे छैन। रिलेसनसिपमा थियो। हजुर। तपाईँको फिलिपिन्समा युवतीसँग रिलेसनसिप थियो? थियो। कति वर्ष रह्यो? अलमोस्ट 2 इयर्स जति भयो होला। 2 वर्ष सँगै रहनुभयो? सँगै होइन, सँगै त बसेन हामीहरू। ऊ पनि उसको घरमा थियो, म मेरो घरमा। रिलेसन भन्ने बित्तिकै कहाँ लिभिङ हुन्छ त? रिलेसन हुन्छ त एउटा बोयफ्रेन्ड र गर्लफ्रेन्ड पो भयो नि होइन। तर अब विदेशमा बोयफ्रेन्ड र गर्लफ्रेन्ड भएपछि सबै कुरा हुन्छ नि त फेरि। हुन्छ तर स्टिल जनताले हेर्न चाहन्छन् तपाईँ ज्योतिमरसँग इन्टरभ्यू लिँदाखेरि त्यो प्रश्न सोधिदिनुहोस् भनेर मलाई धेरैले एसएमएस गरेका हुन्छन्। अब जनताले जान्न चाहन्छ ऋषि धमला र एलिजाले कतिचोटि यौन सम्पर्क राख्नुहुन्छ भनेर सोध्नु भयो भने मैले तपाईँलाई सोध्न मिल्दैन। रहा नहीं जाता तड़प ही ऐसी है ना। दुईजनाले एकदम फ्री टाइम होइन एउटा मी मुभमेन्ट हुन्छ नि कहिले स्पेन्ड गर्नुभएको त सँगै? आनन्द छ। हामी त 24 घण्टा गर्छौँ। उहाँको मन मेरो मन एक आपसमा छ, यति गाँसिएको छ कि उहाँको मुटु मसँग छ, मेरो मुटु उहाँसँग छ। हामी 24 घण्टा भेट्नुपर्छ र अङ्कमाल गर्नुपर्छ र किस खानुपर्छ र। अविवाहित नायक। हजुर। उहाँ विवाहित नायिका। हजुर। अभिनय गर्दाखेरि तपाईँलाई कस्तो किन र कस्तो क्वेसन गर्नुभएको? विवाहित नारीसँग गर्दाखेरि चाहिँ अर्कै फिलिङ्स आउँछ, अभिनय नै गर्न सक्दैन कलाकारले। तपाईँ यही बोल्नुहोस् अब। त्यसैले गर्दाखेरि तपाईँ जनतालाई सूचना दिने कुरामा कहिले पनि कोहीसँग सम्झौता गर्दिन। बोल्नुहोस् तपाईँ। हामी नबोल, हाम्रो प्रोग्रामै होइन यो तपाईँको। हामी सोध्नै चाहँदैन, खालि जनता जान चाहन्छ, जनता जान चाहन्छ। हामी जान चाहँदैन तपाईँको कुरा, मेरो कुरा सुन्नुहोस्। कस्तो केटासँग तपाईँलाई चाहिँ विवाह होस् भन्ने चाहना हुन्छ, रुचि हुन्छ? हजुर जस्तो ऋषिजी एकदम राम्रो, यस्तो वक्ता, यस्तो प्रेजेन्टेबल मान्छे, एकदम कन्फिडेन्स भएको मान्छेलाई ठ्याक्कै यस्तै। मजा आया और मैं ये जो मजा है तपाईँ यस्ता शब्द नबोल्नु। तपाईँले किन अध्यक्ष शक्ति भन्नुभयो? तपाईँ दुनियाँबाट परिचालित मान्छे। फेरि हात हाल्नुहुन्छ। अध्यक्ष शक्ति भनेको ऋषिजीले मिलाउने कुरा हो। अध्यक्ष शक्ति को भन्नु न त? तपाईँ बस्नु। अध्यक्ष शक्ति भनेको गेस्ट किन ल्याउनु? अध्यक्ष शक्ति भनेको अमेरिकी दलाल को? अध्यक्ष शक्ति भनेको भन्नुहोस्, उहाँको कुरासँग मलाई कुनै मतलब छैन। तपाईँले अध्यक्ष शक्ति भनेको त नि म हो। त्यो किन भन्यो त? अध्यक्ष शक्ति चलाएको प्रमाण ल्याउनु पर्यो। म अहिले जेल जान्छु ल, पुलिस बोलाउनु अहिले म जेल जान्छु ल। को अध्यक्ष शक्ति यस्तो गेस्ट फेरि झुक्याएर किन ल्याएको? रुको जरा, सबर करो, बोला धक्का मुक्की। के छ र म्युजिक भिडियोमा तपाईँलाई खेलाउने के छैन मसँग? के छ तपाईँसँग? के छैन मसँग? जान्न चाहन्छु। के छैन मसँग? तपाईँसँग केही पनि छैन। जे पनि छ मसँग। जे भगवत भन्दा बढी चिज छ मसँग। अभिनय गर्न सक्नुहुन्छ? किन नसक्नु? ल गर्नुहोस्, नाच्नुहोस्। ठट्टा होइन राम थापाकाजी, यो रामदासको खेल होइन, मानिस जुवाको कौडी होइन। ए तपाईँ जुवाको कौडी गाला हानेर अहिले किन लोक 14 भवन देखाइदियो? यो रामदासको खेल होइन, मानिस जुवाको कौडी होइन। छिनछिनमा नेताहरूको घरमा पुगेको छ, दाम्या गरेको छ, यसो गरेको छ, उसो गरेको छ, के गरेको छ त्यस्तो? यो जनताको काम हो, जनताको लागि हो यो होइन। मेरो डायलग हो, तपाईँ किन रिसाएको? तपाईँले मलाई डायलग बोल्नु नि। यही मेरो डायलग यति नै हो। so much. Thank you 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 so much.